अरुण गाउँपालिका 5 भोजपुर याकुको सम्पूर्ण ओडाको गतिविधि सहितको वृत्तचित्र। याकु एक सुन्दर ओडा जहाँ प्रकृति र संस्कृतिको आफ्नो छुट्टै परिचय बोकेर बसेको छ। यो ओडा पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका ओडा नम्बर 5 अन्तर्गत पर्दछ। यस ओडा भोजपुर सदरमुकामदेखि करिब 46 किलोमिटरको दूरीमा छ भने अरुण गाउँपालिकाको केन्द्र प्याउली बजारदेखि करिब 9 किलोमिटर पश्चिमी भूभागमा अवस्थित रहेको छ। नेपालमा सङ्घीय संरचना लागू भइसकेपछि स्थानीय तह सञ्चालन भएसँगै यस ओडा साबिकको ओडाहरू 1 नम्बर माङसुवा, 2 नम्बर र 3 नम्बर आरुखर्क, 5 नम्बर ऐसेलु डाँडा, 6 नम्बर डाँडाखर्क, 7 नम्बर बिर्ता, 8 नम्बर पहरे अर्थात् पोखरेल गाउँ र 9 नम्बर ओडा जिमी गाउँ गरी जम्मा 8 वटा ओडाहरू मिलेर सिङ्गो ओडा याकु बनेको हो। यस ओडामा जम्मा 448 वटा घरधुरी छ भने करिब 2700 जनसङ्ख्या रहेको छ। नेवारी समुदायको बाहुल्यता रहेको यस ओडामा राई, तामाङ, छेत्री, ब्राह्मण, मगर, भुजेल, दलित समुदायसँगै थोरै सङ्ख्यामा गुरुङ र लिम्बू जातिको समेत बसोबास रहेको छ। यस ओडामा प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ सहितको माध्यमिक विद्यालय 1, निम्न माध्यमिक विद्यालय 1, प्राथमिक 2 र 1 ECD पढाइ हुने विद्यालयसँगै जम्मा 5 वटा शैक्षिक केन्द्रहरू रहेका छन्। शैक्षिक क्षेत्रको गुणस्तर पक्षमा ध्यान दिँदै आएको यस ओडामा सञ्चालित प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ पढाइ हुने विद्यालय जिल्लाकै एक मात्र विद्यालयमा पर्दछ। यस ओडामा 1 वटा स्वास्थ्य चौकी छ भने शान्ति सुरक्षाको लागि 1 वटा प्रहरी चौकी समेत रहेको छ। यस ओडाको सबैभन्दा होचो स्थान ओडा नम्बर 7 सिक्रेटारको सिमानामा रहेको कालीखोला दोभान हो भने सबैभन्दा उच्च स्थान रमिते डाँडा हो, जसको उचाइ समुद्र सतहदेखि 1700 भन्दा माथि रहेको छ। यस ओडाले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ लगायत विभिन्न विकासक्रमको फड्को मार्दै गर्दा भर्लाबोट याकु प्याउली सडकलाई प्राथमिकतामा राख्दै यस ओडा र गाउँपालिकाको साझेदारीमा फालिटारदेखि बतासे गाउँ हुँदै याकु चोकसम्म ग्राभेल सडक यसै साल निर्माण गरिएको छ। हामीले सडकको क्षेत्रलाई हेर्दा भर्लाबोट याकु प्याउली बाटोलाई हामीले ओडाको लिस्टमा अग्रपङ्क्तिमा राखेका छौँ भने फालिटार याकु बाटोलाई दोस्रो लिस्टमा राखेर काम अगाडि बढाइराखेका छौँ र सङ्घ र प्रदेशका मुख्य बजेटहरू भर्लाबोट याकु प्याउलीमा खर्च गर्ने गरी र ओडा कार्यालयको र बिचमा रहेर हाम्रो गाउँपालिकाबाट विनियोजन भएका रकमहरू चाहिँ फालिटार याकु बाटोमा यो साल हामीले गाउँपालिका र वडा कार्यालयको सहकार्यमा एकमुष्ट बजेट हालेर अगाडि बढाएका छौँ। त्यसले हामी ग्राभेलको काम अगाडि बढिरहेको छ र यसले एक खालको देखिने काम भएको भन्ने जनताहरूको पनि कुरा आइरहेको छ र हामीले वडाभित्र रहेका विभिन्न सडकहरूलाई पनि अगाडि बढाएका छौँ। घर घरमा बाटो पुर्याउने हेतुका साथ हामीले अघिल्लो साल र हामी आएदेखि धेरै ठाउँमा जोडिएको छ। अब केही मात्र घरधुरीहरू सडकको पहुँचमा रहन बाँकी छन्। खानेपानी हाम्रो वडा अरुण गाउँपालिकाको पानीको मुहानबाट डाइरेक्ट लिएर आएर खानेपानीको व्यवस्थापन गर्नलाई अलिक अप्ठ्यारो वडा छ। मुहानहरू कम भएको कारणले गर्दा हामीले वडामा लिफ्टिङको माध्यमबाट खानेपानीहरू अगाडि बढाएका छौँ। त्यसमा हामीले छिटखोला आरुखर्कमा चलिरहेको खानेपानीलाई निरन्तरता अगाडि बढाएका छौँ। त्यसले लगभग 150 घरधुरीले अहिले खाइराख्नु भएको छ र त्यसमा पनि बरापोखरी क्षेत्रमा केही घरधुरीहरू छुट्नु भएको थियो। अर्को एउटा नयाँ लिफ्टिङ थपेर त्यसलाई पनि हामीले अहिले सुचारू गरेका छौँ र यो 4-5 वटा बिचमा 8 नम्बर, 9 नम्बर, 7 नम्बर, 5 नम्बर, 6 नम्बर लगायतका टोलहरूमा पनि हामीले खानेपानी विस्तार गर्नु अति आवश्यक देखिएर हामीले हङराय खोला उखरे लिफ्टिङलाई अघिल्लो सालबाट प्रदेश सरकारको समन्वयमा र खानेपानी सब डिभिजन कार्यालयको सहकार्यमा हामीले काम सुरु गरेका छौँ र यो साल पनि केही सानो बजेट भए पनि प्रदेश सरकारले हामीलाई छुट्याएको छ। यो लगभग 10.5 करोडको हाराहारीमा यसको डिपिआर छ र यो केही वर्षमा यसलाई पुरा गर्ने लक्ष्य राखेका छौँ र त्योभन्दा अगाडि हामीले यो एउटा डिप बोरिङ सञ्चालन भएको छ। त्यो डिप बोरिङलाई केही व्यवस्थित गर्न खोजिरहेका छौँ। त्यो त्यत्रो राम्रो व्यवस्थित भएर चलेको छैन। त्यही पनि त्यसलाई हामीले वडाको यो केन्द्रमा रहेका शिक्षा, स्वास्थ्य चौकी लगायतका ठाउँहरूमा
लगायत वरिपरिको एरियालाई हामीले कभरेज गरेर अहिले थोरै 50-60 घरधुरीलाई खुवाइरहेका छौँ। त्यसलाई पनि विस्तार गर्ने प्रक्रियामा अगाडि बढेका छौँ। र अब सिँचाइमा हाम्रो मुहानहरू र खोलाहरूबाट सिधै पानी नआउने भएकोले गर्दाखेरि हामीले यो पोखरीमा रहेको एउटा खोलाबाट त्यो साना सिँचाइसँग सहकार्य गरेर गाउँपालिका र साना सिँचाइको साझेदारी योजनामा लगभग 42 लाख बराबरको योजना त्यहाँनिर अहिले अन्तिम चरणमा पुगेको छ। र अन्त पनि ठाउँ ठाउँमै हामीले सिँचाइबाट सानातिना योजनाहरू ल्याएर अघिल्लो सालहरू पनि हामीले कामहरू अगाडि बढाएका छौँ। यस ओडाको कतिपय भूभागमा खानेपानीको मुहानहरूको अभाव हुँदा नागरिकलाई खानेपानीको पहुँचसम्म पुर्याउन छिरखोलाबाट लिफ्टिङ प्रविधिको माध्यमबाट 150 घरधुरीलाई पानी पुर्याइसकिएको छ भने हङ्रायो खोला लिफ्टिङ परियोजना समेत निर्माणाधीन अवस्थामा रहेको छ। पहिले चाहिँ तपाईँको बाह्रपोखरी एरियाका मान्छेहरू चाहिँ आधी घन्टा चाहिँ ढोकोमा चाहिँ गाग्री बोकेर झर्नुपर्छ। अब आधी घन्टा रित्तो जाँदाखेरि कमसेकम तपाईँको पानी बोकेर चाहिँ 1.5 घन्टा लाग्थ्यो एक गाग्री पानी लिएर जाँदा। अब हामीलाई चाहिँ 6-7 गाग्रो पानी लाग्ने ठाउँमा अब अहिले चाहिँ त्यो चाहिँ एउटा वडा सरकारले या स्थानीय सरकारले जे गरेर भए पनि दिनमा 4-5 गाग्रो पानी चाहिँ घरमा झारिदिनु भएको छ। त्यहाँका जनता चाहिँ लाभान्वित भएका छन्। बढ्दो प्रविधिको विकाससँगै यहाँका विद्यार्थीहरूलाई प्रविधिसँग जोड्न यस ओडाको विश्वप्रेमी माध्यमिक विद्यालयमा जिल्लाकै एकमात्र प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको छ, जसको कारण यहाँका विद्यार्थीहरू धेरै खर्च गरी जिल्ला बाहिर गएर अध्ययन गर्नुपर्ने बाध्यताबाट मुक्त छन्। भोजपुर जिल्लाको एकमात्र प्राविधिक विद्यालय चाहिँ यस्तो यहाँको जस्तो गाउँमा हुनु चाहिँ हामी सबैलाई नै एउटा राम्रो कुरा हो। र यहाँ चाहिँ पढ्नुको लागि अब यो पढ्नुलाई चाहिँ कि त धरान धनकुटा जस्तो अलिक सहरी एरियामा जानुपर्ने हुनाले अलिकति आर्थिक रूपले पनि ग्रामीण भिगको मान्छेलाई चाहिँ अलिकति समस्या हुने गर्दाखेरि यहीँ पढ्नु पाउँदा चाहिँ हामी सबैलाई नै एउटा अवसरको रूपले सबैलाई खुसी भइरहेको छ। ज्ञान गुणहरू राम्रो पाइरहेको छ। त्यो एउटा त अवसर पनि भयो यो ग्रामीण भिगमा यस्तो ठाउँमा यो स्कुल खोल्नु, र अर्को चाहिँ अवसर सँगसँगै चुनौती पनि निकै नै छ। अब यस्तो ठाउँमा चाहिँ अब 11-12 पढाउनुको लागि मास्टर सकेको टिचरहरू चाहिने हुन्छ, इन्जिनियरिङ गरेको मान्छेहरू चाहिने हुन्छ, फिजिक्स केमिस्ट्री म्याथमेटिक्सहरू जस्तोमा, र उहाँहरू चाहिँ भौगोलिक रूपले यस्तो दुर्गम ठाउँमा चाहिँ आउनु नमान्ने जस्तो शिक्षकको कमी हुने, अनि अब स्थानीय सरकारहरूले प्रदेश सरकारहरूले पनि अलिकति लगानी कम गर्ने, यस्तो अब ल्याबहरूको व्यवस्थापनमा कम गरिदिने, त्यसरी अब त्योमा चाहिँ अलिकति समस्या नै छ। अब नहुँदै नभएपछि त गर्ने कुरा नि भएन, र भएको पनि अलिकति व्यवस्थित हुन नसक्दा चाहिँ अलिकति विद्यार्थीहरूलाई चाहिँ समस्यामा परेको छ। अझै पनि पहाडी भूभागमा प्रविधिको महत्त्वलाई राम्रोसँग बुझ्न नसक्दा दक्ष प्रशिक्षणहरू बाहिरबाट ल्याएर अध्यापन गराउँदा समेत यस विद्यालयमा अध्ययन भइरहेको कम्प्युटर इन्जिनियरिङ कक्षामा तोकिएको कोटा समेत नपुगेको अवस्था जिउका त्यौँ छ। तपाईँको 9 देखि 12 सम्म चाहिँ पढाइ हुने विषय हो। यसमा हाम्रो चाहिँ प्राविधिक धारमा तपाईँको विभिन्न सब्जेक्टहरू छ होइन, तर हाम्रोमा चाहिँ के छ भने तपाईँको कम्प्युटर विषय, जुन कि अब आइटी अब डिजिटल हुँदैछ, कति इम्पोर्टेन्स छ, आवश्यकता छ हाम्रो दिनमा होइन। यसले चाहिँ झन् हामी विद्यार्थीहरूलाई सेवा सुविधा दिएर हुन्छ कि स्कलरसिप दिएर हुन्छ कि अब त्यो दिएर चाहिँ झन् यसलाई जिल्लाभरिको हब बनाउँदाखेरि मलाई लाग्छ यो ठाउँको पनि होइन, यहाँ मान्छेहरूले जस्तो शिक्षा पाउने हामी ट्रेनरहरू सबै 101 छौँ। म तपाईँको अलिक लामो समयदेखि नै काम यहाँ गरिरहेको छु होइन। त्यसले गर्दाखेरि लाग्छ कि आउने दिनमा चाहिँ यसलाई प्रचार प्रसार गरेर सेवा सुविधा दियो भने हामीले विद्यार्थीलाई झन् बढी थप्न सक्छौँ होइन। थपिसकेपछि अब तपाईँको जस्तो हाम्रो प्राविधिक धारको एउटा सब्जेक्टमा भनेपछि तपाईँको होइन 48 एउटा कोटा छ, जसमा चाहिँ हाम्रो अहिले तपाईँको हेर्नुहुन्छ भने 12मा 5 जना, 11मा 4 जना, त्यसै गरी 10मा 13 जना, 9मा 12 जना गरेपछि कति कोटाहरू चाहिँ खाली हुँदैछ होइन। त्यसले गर्दाखेरि आउने दिनमा चाहिँ स्कलरसिप सेवा सुविधा जस्तो मेन हामीले होस्टेलको पनि कुरा गरिरहेको, किनकि बाहिरको स्टुडेन्ट म्याच्योर हुँदैन, होस्टेल भएपछि सेफ्टी दिएपछि अझै आउन सक्छ भनेर अब यति। यस ओडाका नागरिकहरूको मुख्य पेसा कृषि रहेको छ। यहाँका अधिकांश नागरिकहरू कृषिमा निर्भर रहेको कारण यस ओडाले कृषि क्षेत्रलाई पनि उत्तिकै महत्त्व दिँदै कृषि ज्ञान केन्द्र भोजपुरसँग सहकार्य गरेर यहाँका कृषकहरूलाई
मल, बिउ बिजन सँगै कृषिजन्य विभिन्न उपकरणहरू समेत वितरण गर्दै आएको छ। अर्को हामीले कृषिलाई विशेष गरेर कृषिलाई जोड दिएर जानुपर्छ भन्ने हामीले एउटा ध्येय राखेको छ वडा कार्यालयले र वडा समितिले। हामीले कृषिलाई अगाडि बढाउनुपर्छ भन्दै गर्दा भोजपुर कृषि ज्ञान केन्द्रसँग हामीले अघिल्लै सालबाट हामीले सहकार्य गरेका छौँ र कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम अन्तर्गत हाम्रो वडामा अघिल्लो साल लगभग 20 लाख बराबरको त्यहाँका कृषकहरू र उहाँ कृषि ज्ञान केन्द्रको साझेदारी योजनामा 15%, 50% का साझेदारी कार्यक्रमहरू चलाएका थियौँ र यो साल पनि हामीले 7,40,000 जति लगभग ज्ञान केन्द्रको र अरू यहाँनिर कृषकहरूको लगानीमा लगभग 10 लाख बराबरको काम चाहिँ मकै पकेट क्षेत्र अन्तर्गत हामीले अगाडि बढाएका छौँ। त्यसबाट हामीले प्रत्येक टोलहरूमा धान कुट्ने, मकै पिस्ने मिलहरू वितरण गरेका छौँ। मिनी टेलरहरू गाउँ गाउँमा हामीले वितरण गरेका छौँ र मकै छडाउने मेसिनहरू लगायत मकैका बिउहरू अगाडि दिएर हामीले वडालाई चाहिँ एउटा कृषिलाई आधुनिक रूपमा अगाडि बढाउनुपर्छ भनेर हामीले अगाडि बढाएका छौँ। यस ओडाभित्र पर्ने मुख्य पर्यटकीय गन्तव्यभित्र 12 पोखरी, सुर्के नागी, रमिते डाँडा, हरेलु डाँडा, शीतला देवी मन्दिर आदि पर्दछन्। यिनीहरूको पर्यटन प्रवर्धनको निम्ति ओडाले विभिन्न पहल कदमी लिइरहेको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यका साथ यस ओडाले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको 12 पोखरीसम्म सडक विस्तार गरिसकेको छ। यो सँगै थप पर्यटकलाई आकर्षण गर्न वनभोज स्थलहरू निर्माण गर्ने, होमस्टेहरू सञ्चालन गर्ने ओडाको लक्ष्य छ। हजुर, यो बडा पोखरी भन्ने चाहिँ अब एउटा हामीले पनि एउटा सुनेको किम्वदन्ती होइन। अब यो पहिले चाहिँ बडा क्षेत्रबाट चाहिँ भगवान् बडा भन्ने भगवान् यहाँ आएर चाहिँ सृष्टि हुनुभएको रहेछ। त्यहाँ एउटा मन्दिर पनि छ। अहिले हामी पूजापाठ पनि त्यहाँ गर्छौँ, उँधौली होइन। अब त्यस्तो भाकल पूजाहरू। अनि त्यहाँ एउटा 12 पोखरी भन्ने एउटा होइन गहिरो ठाउँ छ, वरिपरि डाँडा, बिचमा गहिरो। अब त्यहाँ चाहिँ अलिकति होइन पर्यटकको हिसाबले पनि अलिकति रमणीय ठाउँ। चारैतिरका एरियाहरू देख्ने, जस्तै अरुण गाउँपालिकाको लगभग प्रायः भूभाग, अनि यता धनकुटा एरिया, पाखरीबास त्यो एरिया देखिने हुनाले अहिले पर्यटकहरू त्यहाँ अलिकति भित्र्याउन सकिन्छ कि भन्ने एक खालको मानसिक रहेको छ। हजुर, आन्तरिक पर्यटक चाहिँ हामी अब जस्तै पिकनिक होइन, अब पार्टी कार्यक्रम त्यस्तो हुँदाखेरि हामी यो एरियाको जस्तै अरुण गाउँपालिका लगायत यता धनकुटा लेगुवापट्टिको साथीहरू पनि त्यहाँ यसो होइन घुम्ने सिलसिलामा, पिकनिकको सिलसिलामा अहिले आइराख्नु भएको छ। त्योभन्दा बाहिर जिल्लाबाट चाहिँ अहिले त्यत्रो आउने को छैन, तर अब आउँदा दिनहरूमा हामी पर्यटक भित्र आउने चाहिँ कोसिस गर्ने एउटा जमर्को गर्दैछौँ। त्यस्तो ठुलो कुनै त्यत्रो सहयोगता छैन। त्यो मन्दिरको लागि र अलिकति त्यो पोखरीको एउटा घेराबाराको लागि अहिले अलिकति बजेट हाम्रो स्थानीय निकाय यो वडा नम्बर 5बाट थोरै रकम छुटिएको छ। अब त्यस्तो अब ठुलै रकम चाहिँ हामीले अब केन्द्रीय अथवा प्रदेश सरकारसँग केही अनुरोध गर्नुपर्ने चाहिँ अवस्था छ। अब यहाँ चाहिँ अलिकति शान्त वातावरण, रमणीय स्थल होइन, वन जङ्गल एरिया, अलिकति राम्रो ठाउँ, हाम्रो भूभाग चारैतिर होइन, अलिकति रमाइलो बस्ती त्यो खालको भूभाग भएको हुनाले पर्यटकहरूलाई पनि यहाँ आइदिनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। समृद्ध ओडा निर्माण गर्न लागि परेको जनप्रतिनिधिहरू सामु निकै ठुलो चुनौतीहरू पनि रहेको छ। यसको मुख्य कारण ओडामा सीमित स्रोत र साधन पनि हो। चुनौतीको बावजुद पनि जनप्रतिनिधिहरूबाट विकास निर्माण रोकिएको छैन। आफूसँग भएको स्रोत र साधनको परिचालनबाट अझ तीव्र गतिमा विकासका कार्यहरू अगाडि बढाइरहेको छ।